आज म बनाउँदैछु सबैलाई मनपर्ने नेपाली स्वाद चुकाउने। दही, आलु, काँक्रा, तिल, जिरा, खुर्सानी अनि केही मसला मिसाएर यो साधारण सामग्रीबाट तयार हुने तर स्वादमा एकदमै विशेष छ। विशेष गरी गर्मीको समयमा चिसो चिसो चुकाउनेसँग खाना खाँदा खानाको स्वाद नै बेग्लै हुन्छ। यो खाजासँग खाए पनि हुन्छ, यो यत्तिकै खान पनि सकिन्छ। घरमा धेरै सामग्री नभए पनि आफ्नै भान्सामा भएको सामानबाट मिठो गरी यसलाई बनाउन सकिन्छ, किनकि खानामा स्वाद मात्र होइन, बनाउने मान्छेको माया अनि मेहनत पनि मिसिएको हुन्छ। आजको मेरो भान्साबाट यति नै। मिठो खाऊँ, खुसी रहौँ र आफ्ना मानिससँग साना साना पलहरूको मजा लियौँ। शुभरात्रि साथीहरू। हजुरहरूले आफ्नो खानामा आज के बनाउनु भयो कमेन्ट गर्नुहोस् है त।